वरिपरि पहाडले घेरिएको बीचमा सुन्दर गाउँ थियो। त्यहाँका मानिसहरू एकदमै मिलनसार अनि एकदमै रमाइला थिए। चौतारीमा बसेर बुढापाकाहरू दुःख सुख सार्थे भने चराचुरुङ्गीहरूको चिरबिर चिरबिर आवाजले गाउँ नै गुन्जयमान हुन्थ्यो। त्यही गाउँमा बस्थे दुई दाजुभाइ हरे कृष्ण र माधव। उनीहरूका श्रीमतीहरू थिए सीता र माया। सीता र माया देउरानी जेठानी भए तापनि उनीहरूको मिल्ने स्वभावले गाउँका मानिसहरू नै छक्क पर्थे। कस्तो मिलेका देउरानी जेठानी। सीता, घरमा धेरै काम छ, अब कामहरू गर्नुपर्छ। मम्मी पनि आउने बेला भयो बाहिरबाट। डेरीमा दुध पनि लिएर जानु छ, खाना नि पकाउनु पर्यो, यताउति काम थुप्रो छ है। त्यही त नि दिदी, कति काम छ। तिमी खाना बसाउँदै गर, यसो सरसफाइ गरेर म चाहिँ डेरीमा दुध पुऱ्याएर आउँछु, अनि अरू काम गर्नुपर्छ नि है। हुन्छ दिदी, म यताउति गर्दै गर्छु, डेरी पुगेर आउनु न है। ल ल ल, म जान्छु। उता मम्मी आउने बेला हुनु लाग्यो, फेरि घाँस काट्न पनि जानु छ, खानासाना खाएर जानु पर्ला। ल त सीता, म गएँ है। र माया डेरीमा दुध लिएर जान्छन्। यसरी नै मिलेर उनीहरू काम गर्दै आफ्ना दिनहरू बिताइरहेका थिए र समयसँगै एकअर्काको मनमा धमिलोपन आउन थाल्यो। छिमेकीहरू सीताको खुलेर प्रशंसा गर्न थाले। देउरानी कति मिठो बोल्ने है, सबैसँग मिठो क्या। त साँच्ची मैले हिजो जेठानी चाहिँलाई भेट्टाएको थिएँ, अलि ठुली फर्किँदी रहेछिन्, खासै राम्रो लागेन। यस्ता कुराहरू सुन्दा मायाको मनमा चिसो पस्यो, मन परेनन्। त्यही बेला सासुमाले कान्छी बुहारीलाई भन्नुभयो, आज खाना तिमी पकाऊ है सीता। मायालाई अलि थकाइ लागे जस्तो छ, तिमीले मिठो पकाउँछौ, तिमी पकाऊ है। त्यही दिनदेखि मायाको मनमा एउटा धारणा बस्यो, अब चलन चल्ती पनि देउरानीकै बढ्दैछ जस्तो छ यो घरमा।